हेलो गाइज, वेलकम छ आजको मेरो अर्को भिडियोमा। यो भिडियो चाहिँ हिजोकै हो। हिजो चाहिँ केही कारणले मैले हाल्न पाइनँ। हिजो चाहिँ म गएँ चन्द्रगढी साथीसँग, किनभने उसको काम थियो। अनि बिहानै नउठिकन मलाई कल गरेको थियो क्या, चन्द्रगढी जाउँ न भनेर। अनि मम्मीलाई भने अनि मम्मीलाई भने अनि हामी गयौँ दुईजना गाडीमा। अनि जाँदै थियौँ। अनि त्यहाँ चैतपुरदेखि माथि चाहिँ ट्राफिकले पक्रियो। किन हो त्यो भने मान्छेहरू धेरै भयो अरे, धेरै हिँडायो अरे भनेर पक्रियो। गाउँको गाडी त्यस्तै त, अनि अब भिड भइहाल्छ नि, एउटा कहिलेकाहीँ त हिँड्छ। अनि यता बाटो बन्दै थियो र उताबाट घुमाएर आयौँ। बाटो घुमाएरै ल्याएँ। अनि हिजो चाहिँ हामी चन्द्रगढी गयौँ। त्यसपछि त्यहाँको पार्क, तिनेरी नजिकै पार्क रहेछ, त्यहाँ पनि गयौँ। अनि त्यहाँबाट बिर्तामोडमा उत्रौँ। अनि त्यसपछि अर्को फेरि भद्रपुर जाने गाडीमा चढेर यता चन्द्रगढी आयौँ। त्यहाँको चन्द्रगढीको आँखा अस्पताल चाहिँ एकदमै ठुलो क्या, एकदमै शान्त राम्रो ठाउँ क्या। त्यहाँको गार्डनहरू पनि कस्तो राम्रो, त्यो पुरै सफा नि शान्त थियो। अनि हामी त्यहाँको भ्यूहरू हेर्दै आयौँ। त्यहाँ चाहिँ केही रोपेको रहेन रहेछ त्यो खेतमा, पुरै उठो घाँसहरू पनि फुल जस्तो राम्रो देखिरहेको थियो क्या। अनि हामी चाहिँ गाडीबाट उत्रौँ। अनि त्यहाँ गेट चाहिँ अलिक उता रहेछ। अनि बल्ल त्यो गेटदेखि उता छिर्नु पर्थ्यो। अनि त्यहाँ गेटको नि भिडियो बनायौँ। अनि तिनीहरू फुटबल ग्राउन्ड पनि थियो, त्यो पनि साथीलाई देखाएँ यही हो भनेर। उसलाई थाहा रहेन रहेछ। अनि पानी पनि पर्न आँटेको थियो। अनि उसले फेरि छाता बोकेर आँकिरहेछ। अनि चिन्ता नगर भन्दै हामी गयौँ। भरे त घाम लाग्यो। अनि त्यहाँदेखि त्यही पार्कहरू पनि हेर्दै गयौँ अगाडि नै। अनि त्यहाँ कार्यालय पुगेपछि चाहिँ अनि आफ्नो काम भइसकेको थियो। अनि त्यसपछि हामी घर फर्क्यौँ दुईजना भएर। अनि आउँदै गर्दा चाहिँ अनि साथी चाहिँ फोनमा बोलिरहेको थियो। अनि मैले चाहिँ भिडियो गरिरहेको थिएँ क्या, बाजिरहेको थियो कोसँग अब थाहा छैन, बाजिरहेको थियो। अनि त्यहाँ पार्कमा गयौँ। पार्कमा नि 5 मिनट मात्र छ, बन्द हुन्छ भन्दै थियो। अनि फोटो खिचिहाल्नु, भिडियो बनाइहाल्नु भनेर 5 मिनट दियो। अनि त्यसपछि हामीले फोटो भिडियो बनाएर अनि फेरि फर्क्यौँ। त्यसपछि चाहिँ अनि उता फोटो खिच्नु